हेलो एभ्रिवान, खम्री नमस्ते। आज पनि म डाइरेक्टली खाना पकाउनुतिर लागिसकेको छु साथीहरु। दाल बसाइसकेको छु अनि यो बैगुनको चाहिँ म भाजी बनाउनेवाला छु है त साथीहरु। अनि भाजी बनाउनुको लागि चाहिँ थोडा सा मैदा लगाएको छु अनि अलिकति चाहिँ बेसन पिठो लगाएर चाहिँ चिली पाउडर पनि कलरको लागि लगाउनु पर्ने हुन्छ र त्यसपछि चाहिँ नुन टेस्ट अनुसार लगाउनु पर्ने हुन्छ अनि मजाले मिक्स गरिदिनु पर्ने हुन्छ। त्यहाँदेखि चाहिँ दही पनि छ भने तपाईहरुले दही पनि 1 कटोरी हाल्दिनुस् अनि चाहिँ डार्क सोया सस पनि लगाउन सक्नुहुन्छ। एकदमै मिठो टेस्ट आउँछ है त साथीहरु। यति गरिसकेपछि चाहिँ अरु मसलाहरु पनि एड गर्न सक्नुहुन्छ। त्यसमा चाहिँ मैले राखेछु लसुन, जीरा र मरिच पनि राखेछु। यसलाई पनि मजाले ग्राइन्ड गरेर चाहिँ यसैमा मिक्स गरिदिनु छ। यो चाहिँ अब पेस्ट एकदमै रेडी भइसकेको छ। यसलाई पनि अघि रेडी पारेको सामानहरुमै सबै एकै ठाउँ हालिदिने। त्यहाँदेखि चाहिँ यसमा यो पिठोको डल्लो नरहोस् भनेर चाहिँ मजाले मिक्स गरिदिने साथीहरु। सो आफ्टर अल दैट अनि अब चाहिँ भाइले पनि चटनी बनाउनु आँटिरहेछ। ल भाइको चटनीको लागि चाहिँ यहाँ भाइले नै सबै सामानहरु रेडी पारिसकेको छ र म चाहिँ आफ्नो भाजी बनाउनुतिर लाग्छु है त साथी। यो चाहिँ भने मैले बैगुनलाई चिरा पारेर एकदमै रेडी पारेर राखिसकेको छु अनि यसलाई चाहिँ मजाले त्यो अघि बनाएको चाहिँ पेस्टमा चाहिँ मजाले डुबाएर चाहिँ मोलिदिने। त्यहाँदेखि चाहिँ पकाउने। मोल्दाखेरि चाहिँ साथीहरु यस्तो गरेर मजाले नै भित्र हातले नै मोल्न सक्नुहुन्छ किनकि भित्र चाहिँ नुनहरु खोर्सानीहरु लाग्दैन नि त, मसलाहरु लाग्दैन। त्यही भएर चाहिँ मजाले लाइदिने। Spicy brinjal fry. Gara sani cameraman lagi ni. सफै हो त्यो सबै धोएर राखेको हुन्छु। अझै धोइदियो भने त झन् सफा हो त्यो त। सामानहरु देख्दो रहेछ कि देख्दैन रहेछ हेर्छु। पहिला देखिको अलिकति एक्सपिरियन्सले गर्दा त्यही त नि। ल मेरो यो चाहिँ बैगुनको भाजी चाहिँ एकदमै रेडी छ अनि यहाँ चाहिँ भाइले चटनी बनाउन लागेको। आइटम्सहरु भनिबस्नु पर्दैन सायदै। अनि चाहिँ यहाँनिर रेडी हुँदैछ। त्यहाँनिर मेरो दाल पाकिसकेछ। भाइ अघि बहिनी हो भन्दाखेरि भाइ भने पनि बहिनी भने पनि छँदै छ नि हैन। याद हुने लागिहाल्छ। कुकमा चाहिँ एकदमै नम्बर 1 हो है फेरि लु है। ल आज चाहिँ भने हामी दिदी भाइको कुकिङ चाहिँ एकदम परफेक्ट आउनेवाला छ। भाइको चाहिँ चटनी, मैले चाहिँ भाजी र दाल अनि मेरो अनि भाइको चाहिँ चटनी। ल आज चाहिँ हाम्रो खानामा चाहिँ एकदमै आइटम्सहरु थुप्रै बनेको छ अनि आज चाहिँ हामी यति जना छौं। यहाँ बैगुनको माछा खाँदैछौं हामी। आजै निकै दिन हामी यसरी बस्नेवाला छौं है थुप्रो जना भएर चाहिँ। यहाँ यता मान्छे अझै मिसिङ छ। यता